यहाँ हामी चेन्नईमा सपिङ गरिरहेको थियौँ र सपिङ गरेर स्ट्रिटमा हिँड्दा हिँड्दा त्यहाँनिर एकजनाले मेरो नानी सानो छ बुक किन्दै किन्दै भनेर माया लाग्यो नानीको अनुहार देखेर र मैले बुक दुईवटा 100 रुपिसमा बुक्स किनिदिएर त्यहाँबाट गइरहेको थिएँ। फेरि अर्को एकजना आएर मोमो किन्दे भनेर पछ्याएर भन्दै मानेन र उता अब त्यो नानीहरू पनि छैन म किनिदिँदैन भनेको फेरि पछ्याएर छोड्नै नछोडेपछि अब नकिन्दी हुनै भएन र म त्यहाँबाट मोमो किन्नु गइदिएर कति खाने भनेको 2 प्लेट चिकन मोमो खाने अरे। अन्त त्यहाँनिर भाइ ठिकै नेपाली नै रहेछ र पहिले त मैले हिन्दीबाटै बोलेँ र तर ऊ नेपाली जस्तो लाग्यो अनुहार हेर्दा र नेपाली हो भनेको हो दाइ भनेर अन्त 2 प्लेट मोमो मागिदिएर उसलाई दिएर अन्त फेरि हामी त्यहाँनिर सोरुममा गयौँ र सोरुममा लुगाहरू हेरेर त्यहाँ बडीले त्यहाँ उसको लुगाहरू हेर्नुभयो र हामी लुगाहरू हेरेर फर्केर त्यहाँनिर स्ट्रिट्सबाट यसरी घुम्दै घुम्दै वाकमा गएको। त्यहाँबाट होटलमा जाने अटो नपाएर हामी त्यहाँनिर झन्डै आधी घन्टा जस्तै पर्खिनु पऱ्यो र त्यहाँनिर अटोहरूले 600 भनेर ओलामा हेर्दाखेरि 300 जस्तो मात्रै थियो किनभने हामी आउँदा पनि 300 रुपियाँमै आएको थियौँ र त्यहाँनिर हामी पर्खेर वेट गर्दा गर्दा फाइनली अटो ओलामा कन्फर्म भयो र 300 रुपियाँमा उसले 50 रुपियाँ एक्स्ट्रा दिनु भन्यो। अन्त हुन्छ भनेर भन्दै नपाएकोले गर्दाखेरि एकदमै टायर्ड भएको थियो र हामी फर्केर रुममा